हिँडेको खोला खोला केमा हिँडेको रे माछा माछा उम्रिसक्यो होला खोला हिँडेको साथीहरू हामी साथीहरू यो चौरी चाहिँ पहिला हामी सानो हुँदाखेरि गोठाला गरेको यस्तो धेरै घाँसै थिएन अनि यस्तो धेरै झोर देख्न सक्नुहुन्छ कति धेरै परिवर्तन भइसक्यो साथीहरू देख्न सक्नुहुन्छ पहिला यस्तो थिएन हेर्नु त यो काँडाहरू यो लजाउने काँडा है साथीहरू यस्तो हुन्छ है छुएपछि लजाउँछ है देख्नुभयो है लजाउती काँडा हाम्रोतिर चाहिँ रास पाइन्छ अनि पहिला यस्तो धेरै थिएन नि साथीहरू नि त अहिले त पुरै खतम झोर भएछ हाम्रो खेत उता पारी छ देख्न सक्नुहुन्छ धान पाक्न लागेछ अनि हामी चाहिँ खोला जाँदैछौँ ओहो यहाँ पनि धान रोप्नु भएछ त गाउँकोहरूले त यसरी त ओहो माछा रहेछ माछा साथीहरू यहाँ माछा रहेछ गरिला ओहो अब कसरी मार्ने म मार्छु पक्नै चाहिँ भिडियो बनाइराख्नु चाहिँ ए माछा भाग्यो क्या हो यहाँ माछाहरू रहेछ पहिला त कति भएको माछा नहुनु माछा मान्छे आउनु आमामा उही थोरा रहेन रहेछ माछा चाहिँ भन्दैन भिडियो बनाइछ माछा आयो माछा वाह माछा माछा अब यहाँ लाउँछु म माछा यहाँ हिँड्दै गर्नु झाडु बोतलले छ ल माछा आज दिनभरि यतै माछा माछा के हो म त हामी चाहिँ साथीहरू माछा गङ्गोटा मारेर अब घर लाग्यो यहाँ चाहिँ यो चाहिँ घर लगेर फ्राई हुन्छ फ्राई अब हामी चाहिँ घर लाग्यो जाम घर हेलो गाइजहरु हामी चाहिँ माछा मारेर गरिरहेको पहिला यस्तो राम्रो चौरी थिएन अहिले साथीहरू कोही छैन नि त गाउँमा सबै सहरमा अनि यस्तो घाँसै घाँस जङ्गल भएको छ बाटो साथीहरू ल चाहिँ त्यति थ्याङ्क यू फर वाचिङ माई भिडियो सबैले माया गरिदिनु होला भिडियो हेरेर अर्को भिडियो नेक्स्ट भ्लगमा आउँछ साथीहरू बाई बाई